हेलो साथीहरू, यो चाहिँ टिकटकको नयाँ फिल्टर रहेछ। अब यो फिल्टर युज गरेर हामीहरू एकअर्काको बारेमा बुझ्नेछौँ कि त्यो सही हो या गलत हो। ल म सुरु गर्छु है। के यो केटीलाई आफ्नो फ्युचरको चिन्ता छ? नो। यो झुट बोल्छ। सोधा हो अर्को क्वेसन। तिमी धेरै अल्छी छौ नि। नो। तिमी बिहान त छिटो उठ्छौ। नो। यो झुट बोल्छ खालि यो बेकार। ऊ चाहिँ बिहान मभन्दा छिटो उठ्छ तर मोबाइल चलाउँछ, हो कि होइन? नो वे। अनि के उसले बिहान उठेर पढ्थे? या आज ल अब अर्को। अब तिम्रो उसको एक्जाम आउँदैछ, उसलाई टेन्सन छ कि छैन? नो। रातभरि मोबाइल चलाएर बस्छ टिकटक हेरेर। नो। अनि अब फ्युचर बोयफ्रेन्ड चाहिँ सानोको धेरै माया गर्ने धनी ह्यान्डसम हुन्छ। सानोको बोर्ड एक्जाम राम्रै हुन्छ। आई डोन्ट नो। नपढेको मेरो फ्युचर बोयफ्रेन्ड मभन्दा टल हुन्छ। नो। ल मभन्दा 6 फुट। यस, थ्याङ्क यू। ल अब तिमी सोध। उसको फ्युचरमा 12वटा बच्चा हुन्छ। तिम्रो फ्युचरमा झन् 16वटा बच्चा हुन्छ। यस। Shut up. हामी फ्युचरमा धेरै धनी हुनेछौँ, हामी दुईटा। नेचुरली हामीहरूसँग हामीहरूको म्यारिड लाइफ एकदम खुसियालीसँग छ। तिमीलाई म्यारिड लाइफकै परे, पैसाको कुरा गर न। हामीसँग यति धेरै पैसा हुन्छ कि हामी जहाँ पनि जान सक्छौँ, जे पनि किन्न सक्छौँ भन्नाले हामीलाई प्राइस ट्याग हेर्नु पर्दैन। अनि के खालको धन हो र हामीसँग धनी हुँदा एप्स रे? अनि ल हामी फ्युचरमा हामीहरू कहिले झगडा गर्दैनौँ। ल कहिले झगडा गर्दैनौँ हामी दुईटा। अनि अब के सोध्ने? उसलाई चाहिँ खाना बनाउन अल्छी लाग्छ।